नमस्ते साथीहरू, तपाईहरू सबैलाई हार्दिक स्वागत छ र म आज तपाईहरूलाई यस भिडियोमा विपदसँग सम्बन्धित एउटा प्रकोप लु भनेको के हो र यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयवस्तुमा केन्द्रित रहेर जानकारी दिन गइरहेको छु। र पछिल्लो समयमा नेपाल लगायत विश्वका धेरै देशहरूमा अत्याधिक मात्रामा गर्मी बढेको छ र जसले जनजीवनमा प्रत्यक्ष रूपमा असर गरेको नै छ र यो जनजीवनमा प्रभाव पार्ने लु भनेको के हो र यसबाट कसरी जोगिन सकिन्छ र यसबाट आफ्नो बालबच्चाहरूलाई कसरी जोगाउने भन्ने विषयमा केन्द्रित रहेर यस भिडियोमा म जानकारी दिन गइरहेको छु र म अब ढिला नगरिकन आजको विषयवस्तुमा प्रवेश गर्न चाहे। लु भनेको के हो र यसबाट कसरी जोगिने भनेको छ। र सर्वप्रथम त विश्वमा प्रविधिको विकास भए सँगसँगै अत्याधिक मात्रामा खोलिएका औद्योगिक क्षेत्रहरू, अव्यवस्थित शहरीकरण र बढ्दो वन डढेलोको कारणले गर्दा पृथ्वीको तापक्रम दिनानुदिन बढ्दै गई अत्याधिक मात्रामा गर्मी बढी जनजीवनमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने सम्पूर्ण किसिमका क्रियाकलापहरूलाई हामीले लुको लक्षणहरू हुन् भन्न सक्छौँ। तर यद्यपि अत्याधिक गर्मी हुने स्थानमा गर्मी मौसमको समयमा तातो बतास चलेको हुन्छ। जस्तै आजभोलि अत्याधिक मात्रामा यस्तै लक्षणहरू देखाइराखेको छ र यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले बेहोस हुने हुन्छ। लु लागेमा शरीरको तापक्रम सन्तुलन बिग्रिन्छ र तातो हावाबाट श्वास प्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने र शरीरबाट पसिना ननिस्किने, टाउको अत्याधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम 104 डिग्री फरेनहाइट भन्दा बढी हुनुका साथै छालाहरू सुक्खा, रातो तथा तातो हुने गर्दछन् र यसलाई हामीले लुको लक्षण अथवा सङ्केत भनेर बुझ्नुपर्छ। लुले पछिल्लो समयमा नेपालको जनजीवन धेरै नै कष्टकर हुँदै गएको छ र जसले गर्दा दैनिक जीवनयापनको लागि गरिनुपर्ने सम्पूर्ण काम कारबाहीहरू अगाडि बढाउन सकिएको छैन र यसबाट तपाईहरू सजग रहनुहोला, किनभने हामीले कामलाई केही समय थाती राखेर आफ्नो सुरक्षालाई ध्यान दिनुपर्छ, किनभने सानो लापरवाहीले कसैको पनि ज्यान जान सक्छ र त्यस्तो नहोस् भन्दै अब लुबाट कसरी जोगिने यसका केही उपायहरू छन् र यसलाई तपाईहरूले फलोअप गर्नुहोला र यसलाई पन्छाउँदै जानुभयो भने केही हदसम्म तपाईहरू लुबाट बच्न सक्नुहुनेछ। लुबाट बाँच्ने उपायहरू राखेको छ। किन बिहानै खेतमा दिउँसो काम गरे हुन्न? जब हामी यो भन्न खोजेको के हो भने किन बिहानै खेतमा दिउँसो काम गरे हुन्न काम भनेको छ, किनभने हामीले बिहानै काम गर्नुपर्छ, किनभने दिउँसो गर्मी बढ्यो भने हामीलाई लुको खतरा हुनसक्छ। दिउँसो त लुको खतरा छ नि भनेर यहाँ यिनीहरूले संवाद गरिराखेका छन् र हामीले दिउँसो लुको खतरा छ र हामीले बिहान नै काम गर्नुपर्छ र घरको छानोमा सेतो पेन्ट लगाउने र हामीले हिँडडुल गर्दा सेतो कपडाहरू लगाएर हिँडडुल गर्ने। यसले गर्दा सूर्यबाट आएको किरणलाई प्रत्यक्ष रूपमा हाम्रो छालासँग सम्पर्क नभई आएका किरणहरूलाई फिर्ता पठाउने काम गर्छ। त्यसै गरी प्रशस्त पिउने पानी, बेला बेला जीवन जल पिउने भनेको छ र यसमा प्रशस्त मात्रामा हामीले पानी पिउनु पर्दछ र घाममा निस्किँदा छाता ओढ्ने। जब हामी बाहिर काम नै परिहाल्यो र बजार जानुपर्ने नै बाध्यता छ भने हामीले छाता ओढेर बजारमा निस्किनु पर्दछ र यदि सम्भव भएसम्म रुख बिरुवाहरूको वा कुनै संरचनाको छायामा बस्ने। यो भनेको के हो भने रुख बिरुवाको छायामा अथवा कुनै पनि ठुलो भवनहरू बनेको छन् भने त्यसको छायामा हामीले ओट लागेर बस्नुपर्छ भन्न खोजेको हो। र कोल्ड ड्रिङ्क्स तथा मदिरा सेवन गर्दै नगर्ने। यसले किनकि हाम्रो प्रत्यक्ष रूपमा सन्तुलनमा केही असर गर्ने भएको कारणले गर्दा यस्तो समयमा कोल्ड ड्रिङ्क्स तथा मदिराहरू हामीले पटक्कै सेवन गर्नु हुँदैन र चर्को घाममा खेतबारीमा काम नगर्ने। जब एकदम धेरै घाम लागेको छ भने हामीले प्रत्यक्ष रूपमा खेतबारीमा काम नगर्ने र बिहान साँझ मात्र काम गर्ने र मौसम अनुसारको
फलफुल तथा तिनको रस सेवन गर्ने। हामीले मौसम अनुसारको फल र तिनको रस सेवन गर्ने। तर यो सेवन गर्दाखेरि फलफुलको प्रकृति कस्तो छ, विषादीहरू धेरै राखेको फलफुल पनि देखिन्छ र त्यस्तो प्रकृतिको फलफुलहरू हामीले सक्दो प्रयास नखाने। अब लुबाट हामीले हाम्रो बालबच्चाहरू धेरै प्रभावित हुन्छन्। ज्येष्ठ नागरिक र बालबालिका धेरै प्रभावित हुने भएको कारणले गर्दा अब बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई हामीले कसरी बचाउन सकिन्छ त लुबाट भन्ने विषयवस्तुमा केन्द्रित हुन चाहिँ सामान्यतया तातो हावाको लहर लुबाट बालबालिकालाई जोगाउँ भन्ने कुरा छ। तर जब तातो हावा अत्याधिक चलिसकेपछि हामीले हाम्रो बालबालिकाहरूलाई जोगाउनुपर्छ, किनभने लु भनेको अति नै खतरा हो। यसको लापरवाहीले बालबालिका, ज्येष्ठ नागरिक र वयस्क व्यक्तिहरूको पनि ज्यान जान सक्छ। र लुबाट बालबालिकालाई कसरी जोगाउने भनेर केही पोइन्टहरू राखिएको छ। बच्चालाई चर्को घाम लागेको बेला बाहिर निस्किन नदिउँ। बिहान र बेलुकाको समयमा मात्रै घर बाहिर खेल्न दिउँ। जब प्रायःजसो हामीले बालबच्चाहरूलाई कहिलेकाहीँ हाम्रो बिहान स्कुलको समय सिद्धिसकेको हुन्छ र दिउँसोको समय हामीले आफू बिजी भयो भने बालबच्चाहरूलाई घाममा नै खेल्न पठाइराखेका हुन्छौँ र त्यस्तो हामीले नगर्ने, किनभने घाममा धेरै खेल्यो भने लु लाग्न सक्छ। घर बाहिर निस्किनु पर्दा टोपी वा पातलो कपडाले टाउको ढाक्ने र छाता ओढ्न सिकाउँ। किनभने हामी घरबाट निस्किनु पर्दा टोपी अथवा पातलो कपडाले टाउको ढाक्नुपर्छ, किनभने प्रत्यक्ष टाउकोमा घाम पर्दा हामीले त्यसबाट लु लाग्ने सम्भावना बढाउँछ। हल्का रङको पातलो र खुकुलो सुतीको कपडा लगाउन दिने। सक्दो प्रयास पातलो पुरै शरीर छोप्ने टाइपको कपडाहरू लगाउन दिनुपर्छ। पानी साथमै बोक्न र तिर्खा लागेमा बेला बेलामा पानी खाइरहन सिकाउनुपर्छ हाम्रो बालिका तथा ज्येष्ठ नागरिकहरूलाई। यो पत्रु खाना अथवा जङ्क फुड खान नदिउँ। घरमै बनाएको खाना, फलफुल र सलादहरू हामीले खान दिनुपर्छ। जङ्क फुडले पनि धेरै नै मात्रामा असर गरिराखेको हुन्छ। शरबत, कागती पानी, ताजा फलफुलको रस र जीवन जल, इलेक्ट्रोलाइट खान दिउँ। तर धेरै चिनी भएको झोल पदार्थ जस्तै कोल्ड ड्रिङ्क्स खान नदिउँ, किनभने हामीले चिनीको मात्रा धेरै भएको जुसहरू चाहिँ हामीले आफ्नो बालबालिका, ज्येष्ठ नागरिक र वयस्क व्यक्तिहरू कसैलाई पनि खान चाहिँ दिनु हुँदैन। रोकिराखेको गाडी, जस्तै हामी कहिलेकाहीँ सवारीको सिलसिलामा कतै घुम्न गइराखेका हुन्छौँ भने रोकिराखेको गाडीमा बच्चालाई एक्लै छाडेर नजाउँ। गाडी तातिएर निसासिएर बच्चाको ज्यान पनि जान सक्छ। हामीले पछिल्लो समय प्रविधिको विकास भए सँगसँगै हामी फ्यामिली रुममा घुमिराखेका हुन्छौँ र बच्चालाई गाडीमा छोडेर हामी मस्त टिकटक बनाउनमा अथवा विभिन्न किसिमका रिलहरू बनाउनमा हामी व्यस्त हुन्छौँ र हामीले त्यस्तो गर्नु हुँदैन, किनभने चर्को घाममा निसासिएर बच्चाहरूको ज्यान पनि जान सक्छ। बच्चालाई रिङ्गटा लागेमा, बान्ता भएमा, छाती दुखेमा र लगातार टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाउँ, किनभने यस्तो लक्षण देखियो भने बच्चाको ज्यान अथवा ज्येष्ठ नागरिक र वयस्क जुनसुकै व्यक्ति भए तापनि उनीहरूको ज्यान खतरामा हुनसक्छ र थप क्षति हुनसक्छ। र त्यसलाई थप क्षति हुन नदिनुको लागि नजिकैको स्वास्थ्य चौकीमा बच्चाहरूलाई हामीले लगेर जानुपर्छ। हस् साथीहरू, तपाईँहरूलाई यस सम्बन्धी केही विषयवस्तुहरू जानकारी छ भने यसको कमेन्टमा राखिदिनु होला। आगामी दिनमा म यस्तै विषयवस्तुहरू पुनः प्रस्तुत गर्नेछु र सम्भवतः मैले लु सम्बन्धी जानकारी यस भिडियोमा पुरै दिएको जस्तो लाग्छ। र यद्यपि तपाईँहरूले यसमा केही कुराहरू छ भने अझै थपेर तपाईँहरूले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। स्वास्थ्यभन्दा सबैभन्दा ठुलो कुरा केही पनि होइन, हाम्रो स्वास्थ्य छ र हामीले आफ्नो व्यक्तिगत सुरक्षालाई ध्यान दियौँ भने र विगतमा हामीले धेरै चिज गर्नु छ र देखिएका सपनाहरू पुरा गर्न सक्छौँ भन्दै आजको यस महत्त्वपूर्ण भिडियोबाट म बिदा हुन चाहन्छु।